The headliners. नमस्कार, रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा यहाँलाई स्वागत छ। कार्यक्रम लिएर आज म श्रीकृष्ण नेउपाने आएको छु। हरेक दिन यसै समयमा आधा घण्टा प्रसारण हुने यो कार्यक्रममा हामी समसामयिक विषयमा सम्बन्धित अतिथिसँग छलफल गर्दै आएका छौँ। आज मैले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग संवाद गर्दैछु। कार्यक्रम सुन्दै जाँदा तपाईलाई पनि आजका अतिथि सामु कुनै प्रश्न या जिज्ञासा राख्न मन लागे हाम्रो स्टुडियोको टेलिफोन नम्बर 01519205192076 मा टिपाउनुहोला। तर कार्यक्रमका दौरानमा उठिसकेका प्रश्न भने नदोर्याइदिनुहोला। राजतन्त्र पुनर्स्थापनाको माग राखेर पछिल्लो समय बढ्दै गइरहेका राजनीतिक गतिविधिलाई गणतन्त्रका हिमायतीहरूले चाहिँ अहिले कसरी हेरिरहेका होलान्, यो आम प्रश्न हो। गणतन्त्र स्थापना भएको 20 वर्ष नपुग्दै नागरिकमा गणतन्त्रवादी दलका काम कारबाहीप्रति बढ्दै गएको असन्तुष्टिकै कारण अहिले चौतर्फी गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेका छन्। गणतन्त्र र लोकतन्त्र दिवस सन्निकट भइरहेका बेला गणतन्त्र विरुद्ध चर्किएका नाराबाजीलाई शीर्ष नेताले कसरी मूल्याङ्कन गरिरहेका होलान्, अहिले यस्ता प्रश्नहरू सर्वत्र उठिरहेका छन्। यही सन्दर्भमा 240 वर्षसम्मको इतिहास बोकेको राजतन्त्र अन्त्य हुँदै गर्दाको साक्षी रहेका एकजना गणतन्त्रवादी नेतासँग कुरा गर्दैछु। उहाँ साक्षी मात्रै पनि होइन, गणतन्त्र स्थापनाका लागि सबै प्रक्रियामा सहभागी एक नेता पनि हुनुहुन्छ। यसका लागि आज मसँग हुनुहुन्छ तत्कालीन एमालेका महासचिव, अहिले भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल। अध्यक्षज्यू हजुर नमस्कार, स्वागत छ कार्यक्रममा। धन्यवाद। हजुर, यो अब गणतन्त्रको लागि तपाईँ 2046 सालदेखि नै म त लागि परेको हुँ भनेर हजुरले बरोबर भन्दै पनि आउनुभएको छ यहाँले। अनि त्यही गणतन्त्रको रक्षाका लागि एकजुट हुने भन्दै तीन दलका शीर्ष नेताले हिजो बालटारमा बैठक गरेको पनि देखियो। गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तपाईँले चाहिँ त्यहाँ देखिएन। तपाईँलाई बोलाएनन् कि तपाईँको भूमिका अब चाहिँ आवश्यक नहुन थालेको, के हो कुरा? अब हिजोको बालुवाटारको बैठक पीसीआरको बारेमा, ट्रान्जिसनल जस्टिसको बारेमा हुन सक्छ। त्यस हुनाले त्यो विषय सिङ्गो राजनीतिसँग जोडिएको, गणतन्त्रसँग जोडिएको विषय भएको भए सम्भवतः राजनीतिक दलका सबै पार्टीहरूलाई, नेताहरूलाई बोलाइन्थ्यो होला। हजुर, अब त्यो बोलाइन्थ्यो बोलाइँदैन थियो त्यो थाहा भएन। र हिजोको प्रसङ्ग त्यस्तो, अब नेताहरू बसेपछि त कुरा उठिहाल्छ, त्यो देखिने कुरा भयो। तर विषयवस्तु के थियो भन्ने कुरा पहिले पत्ता लगाउनुहोस् न। विषयवस्तु चाहिँ गणतन्त्रवादी नेताहरू चाहिँ बसेर गणतन्त्र चाहिँ अप्ठ्यारोमा पर्यो, अब आज निषेधित क्षेत्र तोड्ने भनिराखेका छन् राजावादी दलहरूले। त्यसका लागि एक ठाउँमा उभिनु पर्यो र संविधान र गणतन्त्रको रक्षा गर्नु पर्यो। यसका लागि तीन नेताहरू सँगै बसेका हौँ भन्ने हिसाबले प्रतिक्रिया आएको सुन्यो। खैर, ठिक छ, यो विषयलाई यहीँ छोडौँ। अब एउटा कुरा भनिदिनुहोस् त, संवैधानिक रूपमै भए पनि म राजाको गद्दी छाड्दिनँ, संविधान मानेर राज संस्थाको इतिहास जोगाउँछु भनिरहेका ज्ञानेन्द्र शाहलाई चाहिँ छलकपट गरेर हटाइयो भन्ने गुनासो र आरोप चाहिँ तपाईँहरूलाई अहिलेसम्म लागिरहेको छ। यो आरोप किन लागिरहेको छ? त्यति बेला साँच्चीकै राज संस्था हटाउन लागि पर्ने व्यक्ति को थियो त्यति बेला? अब यो आरोपलाई तपाईँले आज खण्डन गरिदिनुहोस्। होइन, तथ्य र प्रमाण भन्दा ठुलो कुरो केही पनि हुँदैन। हजुर, तथ्य र प्रमाण के हो भने त्यतिखेर आन्दोलनको बारेमा हजुर 2062 सालको साउन र भदौ महिनामा तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा हजुर हामीले घनीभूत छलफल गर्यौं। छलफल गरेको पनि त रेकर्ड छ होला नि। हजुर, माइनट नै छ। पानी जारी भएको छ, अन्तर पार्टी निर्देशन सर्कुलर जारी भएको छ। ती सबै तथ्यले के बताउँछ भने त्यतिखेर हाम्रो पार्टीले अब यो मुलुकलाई राजतन्त्र चाहिँदैन, राजतन्त्रलाई अब सदा सदाको निम्ति विदा गरिदिनुपर्छ, गणतन्त्रमा जानुपर्छ भनेर निर्णय गर्यो। निर्णय गरिसकेपछि अनि त्यसको निम्ति देशव्यापी आन्दोलन गर्नुपर्छ भन्ने पनि
अर्को निर्णय गर्यो। त्यति बेला पार्टीभित्र यो यसको विपक्षमा उभिने नेताहरू पनि थिए भन्ने सुनिन्छ, त्यस्तो फरक मत राख्नेहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले माइनेटमा बजाप्ते लेखेर फरक मत दर्ज गर्नुभएको थियो कि अहिले गणतन्त्र ल्याउन सम्भव छैन, राजतन्त्रलाई फाल्न सम्भव छैन, परिस्थिति त्यस्तो अनुकूल भएको छैन भनेर कसैले लेखेर कसैले बोलेर त्यो व्यक्त गरेका थिए। तर त्यो धारणा अत्यन्तै थोरै मान्छेको थियो। अत्यधिक बहुमत गणतन्त्रको पक्षमा थियो। अहिलेका प्रधानमन्त्री जो एमाले अध्यक्ष पनि हुनुहुन्छ, उहाँलाई बरोबर आरोप लाग्ने गरेको छ कि उहाँ गणतन्त्रको पक्षमा हुन्न थियो। त्यति बेला उहाँले एउटा टेलिभिजन कार्यक्रममा सार्वजनिक रूपमै पनि भन्नुभएको थियो कि बैलगाडा चढेर गणतन्त्र अमेरिका पुग्नु र गणतन्त्र ल्याउनु उस्तै हो भनिरहेको सन्दर्भ र पार्टीभित्र उहाँको भूमिका त्यस बेला कस्तो थियो? उहाँ चाहिँ गणतन्त्रको पक्षमा हुनुहुन्न थियो। गणतन्त्र आउन सक्दैन, राजालाई फाल्न सकिँदैन, यो चाहिँ वाहियात कुरा हो, यो असम्भव कुरा हो, यो सम्भव छैन भन्ने मान्यता बोक्ने मान्छे उहाँ हो। भनेपछि उहाँको नोट अफ डिसेन्ट हुँदै पनि तपाईँ 12 बुँदे समझदारीका लागि पार्टीभित्रको यो निर्णय गराएर दिल्ली पुग्नु भएको थियो। उहाँ मौखिक रूपमा उहाँले फरक मत दर्ज गर्नुभयो, हजुर, अरूले लिखित रूपमा दर्ज गरे र तर बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ तपाईँलाई थाहा छ। त्यसपछि हामीले देशव्यापी रूपमा कार्यक्रम 11 ठाउँमा मिति तय गर्यौं, त्यसको निम्ति विरोध प्रदर्शनहरू गर्ने, आम सभाहरू गर्ने भनेर। र पहिलो भनेको मङ्सिरको 4 गते बुटवलमा पहिलो आम सभा गर्ने निर्णय गर्यौं। त्यसको निम्ति मैले नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाजीलाई मैले आग्रह गरेँ कि हेर्नुहोस्, मास समर्थन भएका पार्टीहरू, मास जुटाउन सक्ने पार्टीहरू पहिले हामी मिलेर आम सभा गरौँ, विरोध प्रदर्शन गरौँ भनेपछि नेपाली कांग्रेसले तयार भएन। हामी एक्लै त्यसपछि अगाडि बढ्ने हामीले आँट गर्यौं। हजुर, आँट गरिसकेपछि त्यहाँ मैले केन्द्रीय कमिटीको बैठकमा हिम्मत भएका केन्द्रीय कमिटीका सदस्य को हुनुहुन्छ, हजुर, पहल गर्ने र सबभन्दा सक्रियता देखाउने को हुनुहुन्छ भनेर मैले चुनौतीका साथ पनि त्यो आह्वान गरेका थिएँ। आह्वान गर्दाखेरि रामनाथ ढकाल त्यहाँ त्यो बेलामा लुम्बिनी अञ्चलको इन्चार्ज हुनुहुन्थ्यो, जो अहिले स्वर्गीय हुनुहुन्छ उहाँ मैले सबभन्दा पहिले गर्छु भनेर उहाँले भन्नुभयो र बुटवलमा हामीले आयोजना गर्यौं। र त्यो आयोजना गर्ने सिलसिलामा धेरै मान्छेहरूले, मलाई विदेशीहरूले पनि अब राजाको विरुद्धमा तपाईँहरूले मास छुटाउन सक्नुहुन्न, जनताले तपाईँलाई साथ दिन सक्दैनन्, पार्टी र जननेताहरू लोकप्रिय छैनन्, जनता आउँदैनन् भनेर मलाई सिधा चुनौती दिए। हजुर, त्यसको चुनौतीको मैले सिधा जवाब दिएँ, पार्टी र नेताहरू जनतामा लोकप्रिय छन्, तपाईँले भने जस्तो स्थिति होइन। यदि बुटवलमा आम सभामा 50,000 भन्दा थोरै मान्छे आयो भने म राजनीतिबाट सन्यास लिन्छु। चुनौती दिने मान्छे मै हुँ, मैले नै भनेको हुँ। अमेरिकन राजदूत मोरियार्टी यदि जिउँदैछन् भने, स्वस्थै छन् भने सोधे हुन्छ। त्यतिखेर मैले इन्डियन नेताहरूलाई पनि त्यही कुरा भनेको थिएँ कि पिपुल आर बिहाइन्ड अस, दे विल सपोर्ट अस, दे विल गिभ अस फुल सपोर्ट फर द एभोल्युसन अफ मोनार्की भनेर मैले भनेको थिएँ। म हो भन्ने मान्छे। अब त्यति बेला त्यो भनिसकेपछि हामीले पुरै चुनौतीको रूपमा लियौं, राजनीतिक तयारीको काममा जुट्यौं र शानदार रूपमा झन्डै हामी त दावा गर्छौं 1 लाख भन्दा बढी मान्छेलाई हामीले सहभागी गराउन सक्यौं। त्यसमा भाषण गर्ने त्यहाँको अर्को प्रमुख नेता म सँगसँगै मैले लिएर गएको थिएँ, जान तयार हुनुभएको थियो, उहाँ वामदेव गौतम हुनुहुन्थ्यो। यो तपाईँलाई पनि हेक्का होस्। अनि त्यसै क्रममा माओवादी पार्टीका नेताहरूसँग पनि फोनमा कुराकानी भइरहेको थियो। त्यही कुराकानीको सिलसिलामा प्रचण्डजीले मलाई फोन गर्नुभएको थियो कि तपाईँ हामी बसौँ। अनि मैले बस्ने हो भने बाँके जिल्लाको नेपालगञ्जको छेउको गाउँमा बसौँ, रोल्पामा बस्न सकिँदैन र म जान सक्दिनँ भने मैले, किनभने मसँग जहिले पनि सेक्युरिटी गार्ड हुन्छ, त्यो सेक्युरिटी गार्डले सबै भेउ पाइहाल्छ, त्यसो हुनाले म त्यहाँ रोल्पा आउन सक्दिनँ भने मैले होइन। त्यसो भए कसैलाई पठाइदिनुहोस् भनेपछि
उहाँहरूसँग कुराकानी गर्न मैले कमरेड वामदेव गौतम र युवराज गेवाली दुईजना नेतालाई पठाएँ। हजुर। त्यो बेलामा युवराज गेवालीको त्यहाँ चाहिँ रोल्पा जिल्लामा त्यो के ठाउँको नाउँ ठ्याक्कै उहाँहरूको सेन्टरमा आमसभा थियो, हाम्रो सभा थियो। त्यो सभामा उहाँ प्रमुख वक्ताको रूपमा, प्रमुख अतिथिको रूपमा चाहिँ जानुभएको थियो। अनि मैले फोन गरेर के भने भन्दाखेरि वामदेव कर्ण पनि त्यहाँ आउँदै हुनुहुन्छ, तपाईँहरू दुईजनाले माओवादीहरूसँग कुरा गर्नु जानुहोस् र वामदेव कर्णलाई पनि आमसभामा भाषण गराउनुहोस्। भाषण गरिसकेपछि तपाईँहरू त्यहाँ नजिकैको चिया पसलमा चिया खाँदै गर्नुहोस्। चिया खाँदा खाँदै कोही मान्छे तपाईँलाई भेट्न आउनुहुन्छ अनि तपाईँहरूलाई लिएर त्यसपछि माओवादी नेताहरूसँग कुराकानी गरेर लिएर जानुहुन्छ भनेर भनेको मलाई अहिले पनि याद छ। भनेको हजुर, गणतन्त्रको लागि माओवादीलाई समेत यहाँले मनाउने भूमिका निर्वाह गर्नुभयो भन्नु? मनाउने होइन, उहाँहरू पनि गणतन्त्रकै पक्षमा हुनुहुन्थ्यो, त्यो हामीले मनाउनु परेन। तर नि त्यति बेला एउटा कुरा प्रकाश पारिदिनुहोस्। जस्तो त्यति बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेबी किङको कुरा गरिरहनु, अनि त्यति नै बेला तत्कालीन विद्रोही नेता पुष्पकमल दाहालले समेत सांस्कृतिक राजाको कुरा चाहिँ किन गरेका थिए होला त्यसो हो भने? अब त्यस्ता कुरालाई अहिले आज आएर चाहिँ त्यो विवादको मसँग त कहिले पनि गर्नु भएन। मसँग त उहाँले कहिले पनि सांस्कृतिक राजाको कुरा गर्नु भएन। हजुर। त्यस हुनाले त्यस बारेमा अब विश्लेषण गर्नेले विश्लेषण गर्ने हुन्। हजुर। त्यो बसेर पनि छलफल गर्न सकिएला। अहिले असमझदारी बढाउने ढङ्गले, अविश्वास बढाउने ढङ्गले कुरा बोल्न पनि हुँदैन। राजनीतिमा समयअनुसार विचार गरिकन पनि बोल्नुपर्छ। फ्याट बोलिदिएर बिग्रिन्छ। अब कुरा के हो भन्दाखेरि त्यतिखेर उहाँहरूको बिचमा कुराकानी भयो, सहमति भएर आउनुभयो। हाम्रो पार्टीमा सहमति गरेको कुरालाई लिएर ठुलो विवाद भयो। वामदेव गौतमले लिखित रूपमा सम्झौता गरेर आएको हुनाले कारवाही गर्नुपर्छ भने पनि पार्टीको बैठकमा प्रस्ताव आयो। त्यसपछि मैले वामदेव कमलको पक्षमा पुरै दृढताका साथ उभिएँ। मैले पठाएको हुनाले उहाँले सहमति गरेर आउनु भएको छ, उहाँको दोष छैन भनेर उहाँको मैले रक्षा गरेका थिएँ। अनि त्यसपछि त्यसै क्रममा चाहिँ त्यहाँ त्यो रोल्पाको कुराले मात्रै हुँदैन, हामी छुट्टै भेटौँ भनेर प्रस्ताव राख्ने मै हुँ। फेरि भन्छु म तपाईँलाई, त्यो प्रस्ताव राख्ने प्रचण्डजीलाई मै हुँ। अनि त्यो भइसकेपछि प्रचण्डजीले भन्नुभयो कि हाम्रो अहिले भर्खरै केन्द्रीय कमिटीको बैठक सकिएको छ, त्यो बैठकको चाहिँ मैले अन्तर पार्टी निर्देशन जारी गर्नुपर्ने छ, मलाई फुर्सद छैन, म चाहिँ अब अहिले भेट्नका लागि इन्डिया आउन सक्दिनँ। मैले उहाँलाई इन्डियामा आउनुहोस् भनेको थिएँ। इन्डियाको ठाउँको व्यवस्था म गर्छु, किनभने इन्डिया पनि मैले चिनेका धेरै व्यक्तिगत नेताहरू छन्, ठाउँै ठाउँ छ, कुनै ठुलो कुरो भएन। अनि त्यसपछि त्यो व्यवस्था म गर्छु भनेको थिएँ। तर उहाँ तयार हुनु भएन। उहाँ तयार नभएपछि अनि त्यसपछि कसरी तयार गर्ने भनेर मैले नारायण काजी श्रेष्ठजीलाई यहाँ बोलाएँ काठमाडौँमा। उहाँ यहीँ हुनुहुन्थ्यो, उहाँसँग कुरा गरेर मैले भने तपाईँ जानुहोस् रोल्पा, उहाँलाई तपाईँले आफै गएर कन्भिन्स गरेर समातेर दिल्ली लिएर आउनुहोस्। दिल्लीमा या इन्डियामा कुनै ठाउँमा म ठाउँको व्यवस्था गर्छु भनेर पठाएको हो र जानु पनि भयो उहाँ। अनि त्यसै क्रममा मैले गिरिजालाई फोन पनि गरेँ, गिरिजा बाबु तपाईँ यो तीनटै पार्टीका नेताहरू बसेर अब टुङ्गो गरौँ, अब यो देशमा राजाले अति गरिसके, अब राजतन्त्रलाई चाहिँ अब समाप्त गर्नुपर्छ भनेर तीनटा शक्तिले पनि मिल्नुपर्छ भनिसकेपछि गिरिजाबाबुले हुन्छ भन्नुभयो। हुन्छ भनिसकेपछि समय मिलाउन फेरि हामीलाई धेरै अप्ठ्यारो पर्यो। अप्ठ्यारो परिसकेपछि बल्ल र ठाउँको बारेमा प्रचण्डजीले नै व्यवस्था गर्नुभयो। हामी नै नेपालीहरूको घर छ, डेढा छ, त्यही ठाउँमा बसौँला भनेर भन्नुभयो। मैले पनि ठिकै छ भने। अनि त्यसपछि चाहिँ उहाँहरू आउनुभयो। भनेपछि यो 12 बुँदे समझदारीको यो आधार त्यसरी तयार भएको थियो? भएको कार्तिक महिनाको कुरा हो यो। 2062 सालको कार्तिक महिनाको अन्तिम हप्तामा हामी त्यहाँ गयौँ। त्यहाँ जानुभन्दा पहिले त्यहाँ भारतको त्यो बेलाको कांग्रेस आयोगको निमन्त्रणामा, सरकारकै निमन्त्रणामा म 3 जनाको डेलिगेसन इन्डिया गएको थियो। त्यो हाम्रो नियमित प्रक्रिया थियो, प्रत्येक वर्ष डेलिगेसन बोलाउने गर्दथ्यो। अनि कहिले मैले एउटा नेतालाई लान्थेँ, जस्तो कहिले मैले झलनाथजीलाई लिएर गएको थिएँ, कहिले भरतमोहन अधिकारीलाई लिएर गएको थिएँ। यसपटक मैले केपी ओलीजीलाई
र अमृत बोहरालाई लिएर गएका थिए। 3 जना हामी गएका थियौँ र इन्डियाका सबै नेतासँग कुराकानी भइसकेपछि अनि 120 मा चाहिँ प्रधानजीलाई उहाँ रोल्पाबाट आउन भन्दाखेरि बताउनु भएन। भन्नुभयो कि यहाँ पुलिसको घेराउमा परेको हुनाले हामीले आउन 1-2 हप्ताको समय लाग्छ भनेपछि समय कसरी बिताउने हामीलाई समस्या पर्यो। तर इन्डियालाई भन्न पनि भएन कि माओवादीको बाटो पर्खिरहेका छौँ। त्यो थाहा नदिकन हामी आफ्नै निजी कामले बस्नु छ भनेर इन्डियामा घुम्न गयौँ। कहाँ गयौँ थाहा छ? हामी आन्ध्र प्रदेश गयौँ। आन्ध्र प्रदेशको त्यो एउटा फिल्म सिटीदेखि लिएर सबै कुराहरू हेर्ने काम पनि त्यही गरियो। त्यही बेलामा म चाहिँ जयपुर पनि गएँ। जयपुरमा चाहिँ नेपालगञ्जका विजय गुप्ता भन्ने चाहिँ छन् हाम्रा साथी। उनी त्यतिखेर यो नेपालगञ्जबाट उता परिवारसहित जयपुर पुगेका थिए। जयपुरमा हामी त्यहाँ गयौँ। समय कसरी बिताउने भने हामीलाई अप्ठ्यारो पर्यो। अनि त्यसै सिलसिलामा चाहिँ एकदम दिल्लीमा आएर कहाँ बस्ने भने समस्या भयो। पहिले इन्डिया सरकारको निमन्त्रणामा आउँदासम्म त उनको ठाउँमा बस्ने कुरा ठिकै हुन्थ्यो। अब निमन्त्रणाको काम पनि सकिसकेपछि कहाँ बस्नु? अनि मैले सीताराम येचुरीजीलाई भने तपाईँको बङ्गाल भवन बङ्ग भवनमा हामीलाई कोठाको व्यवस्था गरिदिनुहोस्, 3टा कोठा चाहियो भनेपछि उहाँले कोठाको व्यवस्था गर्नुभयो। हुन त प्रधानजीले भन्नुभयो आउन ढिलो हुन्छ, हामी तपाईँलाई होटलको व्यवस्था गरिदिन्छु, त्यहाँ गएर बस्नुहोस्। अनि त्यो उहाँले व्यवस्था गर्न गएको होटलमा हामी पुग्यौँ। त्यो होटलको क्वालिटी लो भएको हुनाले हाम्रो के भन्छ केपी ओलीजीलाई त्यो होटल मनै परेन। अनि त्यसपछि यो कोठा हुँदैन, हामी अन्तै जाउँ भनेर त्यहाँबाट हामी बाहिर निस्क्यौँ। सबै मलाई दिमागमा एकदम ताजा छ। अनि त्यस पछाडि मङ्सिर 7 मा चाहिँ 12 बुद्धे समझदारी भयो होइन त? हो, त्यसपछि हामीले त्यही बेलामा मङ्सिरको 3 गतेका दिनमा सहमति गर्यौँ। सबै सहमति गरेर कागज लिएर आयौँ। र सबै 7वटा दलका नेताको एकैचोटि 7वटा हामी उहाँ 8 सही गर्ने गरी यता कहिले भ्याइन्छ त्यो गर्ने भनेर तय भयो। त्यो कागज लिएर हामी आयौँ। यता आउने बित्तिकै हाम्रो प्रोग्राम थियो मङ्सिर 4 गते बुटवलको कार्यक्रम थियो। अनि बुटवलको कार्यक्रममा म काठमाडौँ आएँ। काठमाडौँबाट चाहिँ फेरि प्लेन चढेर फेरि हामी भैरवा म गएँ। भैरवाबाट त्यसपछि बुटवलको आमसभामा सम्बोधन गरेर त्यहाँबाट काठमाडौँ फर्केँ। काठमाडौँ फर्किसकेपछि विभिन्न नेतासँग मेरो कुराकानी भयो। नारायणमान बिजुक्सेदेखि लिएर सबैसँग कुराकानी भयो। शेरबहादुर ज्योति त्यो बेलामा यहाँ महाराजगञ्जको कस्टडीमा थुनामा हुनुहुन्थ्यो। उहाँलाई कसरी कन्भिन्स गर्ने? गोपाल मानजी त्यो बेलामा कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो यो नेपाली कङ्ग्रेस प्रजातान्त्रिकको। अनि अब गोपाल मानजीले चाहिँ 8 नगर्ने अनि शेरबहादुरजीलाई कन्भिन्स गर्नुपर्ने। त्यसपछि ल शेरबहादुरजीलाई कन्भिन्स गर्न म हिँड्छु भनेर मैले भने। अनि गोपाल मानजी म अनि कृष्ण सिटौला 3 जना हामी महाराजगञ्जको कस्टडीमा शेरबहादुरजीलाई भेट्न गयौँ। उहाँलाई थुनामा राखेको थियो। कुराकानी गरियो। कुराकानी गरेर यसरी दिल्लीमा चाहिँ सहमतिको कागज अब ल ठिक छ। यो ब्याकग्राउन्ड बताउनु भयो। अब यतिका दुःख गरेर यहाँहरूले शान्ति प्रक्रिया मार्फत मुलुकमा गणतन्त्र स्थापना गर्नुभयो। यो 20 वर्ष नपुग्दै अहिले गणतन्त्रमाथि जुन हिसाबले प्रश्नहरू उब्जिएका छन् यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ छोटोमा? यसलाई मैले कुनै ठुलो रूपमा ठान्दैन। अफगानिस्तानमा बितिसकेको इतिहास भइसकेको राजतन्त्र फेरि फर्केर आउन खोज्यो। देश संसारका कतिपय देशका पुराना शासकहरू कसरी हुन्छ त्यसमा पनि वंशका शासनहरू वंश छोड्नै चाहँदैन। उनीहरूले आफ्नो पेवा ठान्दछन्। त्यहाँदेखि यहाँ राजाले फेरि म राजतन्त्र फर्किनुपर्छ भन्ने कुराको कुनै औचित्य नै छैन। अब यहाँले यसो भन्नुहुन्छ तर 12 बुद्धेकै एकजना हस्ताक्षरकर्ताले अहिले भन्न थालेका छन् कि त्यति बेला हामीले माओवादीसँग मिलेर राजतन्त्रको अन्त्य गरेर गलत गरिएछ, अब यसलाई सच्याउनुपर्छ, समीक्षा गर्नुपर्छ भनेर त उहाँले पश्चाताप व्यक्त गरिराख्नु भएको छ। फेरि कसले जो अघि यहाँले नाम लिनु भएको थियो त्यति बेलाका कार्यवाहक अध्यक्ष जो कांग्रेस प्रजातान्त्रिकका अध्यक्ष हुनुहुन्थ्यो उहाँले हो गोपाल मानजीले अहिले मलाई पछुतो लागिरहेको छ। अब यसलाई चाहिँ हामीले नयाँ सिराबाट समीक्षा गर्नुपर्छ भन्न थालिसक्नु भएको छ। अब त्यो त थाहा छैन मलाई। उहाँको गोपाल मानजीको कुरा उहाँको निजी कुरा हो। त्यो बेलाको निर्णायक भूमिका नेपाली कांग्रेस र हाम्रो थियो।
अरू सबै सात दलहरू थियो। पछि त्योभन्दा पहिले नै हामीले यो नेकपा माओवादीसँग सहमति गरिसकेका थियौँ पूर्ण प्रजातन्त्रको निम्ति नै अब जानुपर्छ भनेर। त्यो शब्द राख्दाखेरि चाहिँ त्यसलाई व्याख्या गर्न सजिलो हुन्छ भनेर त्यसो हुनाले चाहिँ अब उहाँलाई लाग्नु व्यक्तिगत कुरा हो। त्यही बेलामा पनि कति उहाँलाई कति सङ्कल्पित हुनुहुन्थ्यो हुनुहुन्थ्यो उहाँको कुरा हो। समयको प्रवाह बेग्लै हुन्छ, समयको प्रवाहले सबैलाई लपेटेर लान्छ। राजतन्त्रको युग नै सक्यो, किनभने अब यो बेमौसमको बाजा बजाएर राजा ल्याउनका लागि औचित्य के हो? कुनै औचित्य छ? अब एउटा मैले यहाँलाई चाहिँ यो जुन प्रक्रियाको एउटा मुख्य पात्रको रूपमा भनिराखेको छु कि 12 बुँदे समझदारीमा पनि राज संस्था हटाउने भन्ने विषय थिएन भन्दैछन्। थिएन रे, अनि नेपाल आएपछि केही व्यक्तिले यसमा खेलेर राजा हटाए भन्छन्। यो चाहिँ के हो कुरा खासमा चाहिँ? त्यहाँ थियो 12 बुँदे समझदारीमा? 12 बुँदे समझदारीमा पूर्ण प्रजातन्त्रको कुरा थियो। हजुर, पूर्ण प्रजातन्त्रको यहाँ व्याख्याको बारेमा प्रश्न उठेको थियो र पूर्ण प्रजातन्त्रको अर्थ भनेको राजा नरहेको प्रजातन्त्रलाई नै पूर्ण प्रजातन्त्र भन्नुपर्छ भन्ने व्याख्या त्यहाँ विद्यमान थियो र त्यो व्याख्यालाई गिर्जाहरूले एक हदसम्म त्यहाँ पनि स्वीकार गर्नुभएको थियो। त्यसो हुनाले चाहिँ भनेको राज संस्थामै जाने गणतन्त्र ल्याउने भन्ने कुरा चाहिँ स्पष्ट रूपमा लेखिएको चाहिँ थिएन। होइन, त्यहाँ त लेखिएको थिएन, त्यो कागज त अहिले पनि छँदैछ नि। त्यसो भए त्यो कागजमा के लेखिएको थियो भन्ने कुरा त धेरै बहसै गर्नु पर्दैन, त्यो कागज नै छँदैछ होइन। तर कुरा के हो भन्दाखेरि त्यहाँ क्लियर रूपमा जस्तो हामी आन्दोलनमा उत्र्यौँ, देशव्यापी रूपमा अभियानमा उत्र्यौँ, अर्को पार्टी त उत्रेन नि सुरुमा। त्यहाँदेखि सबै उस्तै हुन्छन् भन्ने कुरा त हुँदै होइन नि। त्यो विभिन्न पार्टीको आफ्नो आफ्नो मनस्थिति हुन्छ, शक्ति हुन्छ, शक्तिको परिचालन गर्ने कुरा हुन्छ। एकैछिन मैले यहाँ रोक्नुपर्ने भयो, छोटो ब्रेकमा जान्छु। धेरै श्रोताले प्रश्न टिपाउनु भएको छ, कृपया टेलिफोन चाहिँ होल्डमै रहनुहोला। ब्रेकपछि म यहाँसँग फेरि श्रोताका प्रश्न लिएर आउँछु। छोटो ब्रेकमा जान्छौँ हामी। ब्रेकपछि कार्यक्रममा पुनः स्वागत छ। द हेडलाइनर्समा आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिएको छु। अध्यक्षज्यू, हजुर, फेरि पनि स्वागत छ यहाँलाई। धन्यवाद। धेरै श्रोताले यहाँलाई प्रश्न टिपाउनु भएको छ। संक्षेपमा अब चाहिँ जवाफ मैले अपेक्षा गरेँ। संक्षेपमा इटहरी सुनसरीबाट सीताराम प्याकुरेल सोध्नुहुन्छ यहाँलाई, तपाईँले संविधान सभाको निर्वाचन र राज संस्थाको विषयमा जनमत सङ्ग्रह साथसाथ गर्नुपर्ने धारणा राख्नु भएको थियो कुनै बेला। अहिले त्यही जनमत सङ्ग्रह गरेर यो सधैँको असन्तुष्टलाई समाधान गर्दा के होला भनेर सोध्नुहुन्छ? अब त्यतिखेर राखिएको थियो, अब त्यो सन्दर्भै सकिसक्यो। हजुर, जनताले जनमत गरिहाले, चुनावकै माध्यमबाट संविधान सभाको माध्यमबाट आफ्नो प्रतिनिधिहरूलाई चुनेर पठाए। अब त्यो सन्दर्भ सक्यो। हजुर, अब कुपण्डोल बखुण्डोलबाट नवीन शर्मा सोध्नुहुन्छ यहाँलाई, राजाले आह्वान गरेको नयाँ सरकार गठनका निम्ति आन्दोलनको मोर्चा छाडेर तपाईँ आधा प्रतिगमन सचिव भनेर जानुभएको थियो, त्यसलाई चाहिँ तपाईँको गणतन्त्रप्रतिको निष्ठालाई कसरी बुझ्ने भनेर सोध्नुहुन्छ उहाँले? त्यो बेलाको कुरा होइन, त्योभन्दा पहिलेको कुरा हो। हजुर, यो 2063 सालको वैशाख 11 गते भन्दा पहिलेको कुरा हो। यो 2061 सालको कुरा हो। यो हजुर, 61 सालमा गिरिजाबाबुसँगको यहाँ नेपाली कङ्ग्रेसको सँगको हाम्रो सम्बन्धमा अलिकता खटपट भयो। हजुर, खटपट भइसकेपछि त्यसपछि हामीले अब शेरबहादुरजीसँग नै मिलेर जानुपर्छ कि क्या हो भन्ने लाग्यो। हजुर, अनि हाम्रो पार्टीभित्र चाहिँ त्यहाँ व्यापक छलफल भयो। हजुर, छलफलभित्र चाहिँ त्यहाँ दुईटा ओपिनियन आए। हजुर, मैले त्यो सरकारमा जानु हुँदैन भने म पक्षमा थिएँ। हजुर, मेरो त्यहाँ लेखेकै पनि छ। हजुर, तर हाम्रो केन्द्रीय कमिटीको बहुमतले शेरबहादुरजीको सरकारमा सामेल हुनुपर्छ भनेर त्यहाँ धारणा बनाए। त्यो बनाइसकेपछि हामी शेरबहादुरजीको सरकारमा गयौँ। प्रतिगमन सचिव भनेर भनेका होइनौँ,
तर बाहिर प्रचार त्यस्तो गरिएको छ। तर एक ढङ्गले अब राजा सुध्रिने रक्समा गए कि क्या हो भन्ने चाहिँ हामीलाई अलिअलि परेको हो। तर सुध्रिएका रहेनछन्। हामी त किन सुध्रिए भनेर ठोक्कर खाएर मान्छे सुध्रिन्छन् कि क्या हो भनेर हान्यो, त्यस्तो हुँदो रहेछ। धेरै पात्रहरूको बारेमा हामीले अहिले 20 वर्ष पुगिसके पछाडि चाहिँ अब म संविधानको परिधिभित्र रहेर यो जुन इतिहास छ, एउटा जुन राज संस्थाको विरासत छ त्यो जोगाउँछु, म संविधानभित्र रहन्छु भन्ने अभिव्यक्ति आइरहेको छ। अहिले चाहिँ कसरी हेर्ने यो अभिव्यक्ति? किन चाहियो? किन वंशको शासन किन चाहियो? के त्यस्तो त्याग, के त्यस्तो बलिदान, के त्यस्तो समर्पण, के त्यस्तो चाहिँ महान त्यस्तो योगदान गरेका छन् जसले गर्दाखेरि हामी उनलाई चाहिँ फेरि ल्याउनु पर्यो? त्यो ल्याउनु जरुरी छैन। जनताको छोरा, मधेसको छोरा, जनताकी छोरी हरूले राष्ट्रपति बन्न नपाउने अनि त्यो रगतको कारणले गर्दाखेरि हुने कस्ता सन्तान देखियो। आफ्नो वंशको हत्या गर्ने, त्यो हत्या गर्ने संस्कार बोकेको थियो। अब एउटा अन्तिम प्रश्न मोरङबाट रेवत आचार्य सोध्नुहुन्छ। राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक भनिएका जगमान गुरुङले आगामी जेठ 15 गते नेपालमा गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्। यसलाई तपाईँले कसरी हेर्नुहुन्छ? छोटोमा भनिदिनुहोस्। अब बिचरा जगमानजीले चाहिँ किताब लेख्ने कुरा छोडेर त्यस्ता कुरामा लाग्नै नहुने, उहाँलाई त म बिचरा नै भन्छु। हजुर, जसलाई चाहिँ न कुनै जनआन्दोलनसित कुनै चासो छ, न उहाँ त्यस्तो कुनै आन्दोलनकारी मान्छे नै हो। उहाँ त एउटा बौद्धिक मान्छे हो। नेपालको गौरवशाली इतिहासको, नेपालको यो परम्पराको बारेमा लेखे हुन्थ्यो, त्यही लेखेर बसे हुन्थ्यो। यस्ता कुरामा उहाँले लाग्नै नपर्ने, उहाँप्रतिको सम्मानले घट्छ। अहिले पनि मेरो आग्रह के छ भने जगमानजीलाई कि यस्ता धन्दामा नलाग्नुहोस्। कुनै गौरव गर्ने लायक त्यो संस्था नै होइन। शाही शासकहरू कति विलासी थिए भन्ने कुराको एक से एक प्रमाण तपाईँसँग आफै छँदैछ। अनि त्यस्ताहरूमा चाहिँ ल्याएर यो देशलाई बर्बादीको दिशामा लिएर जाने, अनि अरू सबैले दास भन्नुपर्ने, अरू सबैले रैती भन्नुपर्ने, अरू सबैले प्रजा भएर बस्नुपर्ने, अनि केहीहरू चाहिँ एकदम महान अब के भन्छन् राजा भएर बस्नुपर्ने कुराको कुनै औचित्य छैन। कि सक्रिय शासन चाहेको हो भने त्यसो भए प्रधानमन्त्री भएर आउनु पर्यो। प्रधानमन्त्री भएर आउनुलाई पार्टी खोल्नु पर्यो। आफ्नो नीति सिद्धान्त विचारहरूको निर्धारण गर्नु पर्यो। चुनावमा जनताको मन र विश्वास जित्नु पर्यो। अनि त्यसपछि जितेर राम्रो काम गरेर देखाउनु पर्यो। सबैको निम्ति ढोका त खुला छँदैछ। हुन्छ, सबैका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल। आजको कार्यक्रम यही सकिन्छ। प्रश्न टिप्पणी तपाईँ सबैलाई धन्यवाद अनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। प्राविधिक मित्र नवराज भण्डारीसँगै न्युजेसका सम्पूर्ण सहकर्मीलाई धन्यवाद दिँदै म श्रीकृष्ण नेउपाने बिदा हुन्छु। भोलि फेरि नयाँ विषयवस्तुका साथमा सम्बन्धित अतिथि लिएर आउने नै छौँ। तबसम्मका लागि नमस्कार।